हेलो एभ्रिवान, दिस इज चेतन गौतम। म हजुरहरूको आफ्नै अङ्ग्रेजी प्रशिक्षक, जसले चाहिँ तपाईहरूको नेपाली सेना सैन्य पदको लागि लिखित तयारीको अङ्ग्रेजी कक्षा दिइरहेको छु। आज यही कक्षा अन्तर्गत आर्टिकल द को बारेमा पढ्दैछौँ हामीहरूले। आर्टिकल अ र एन को बारेमा चाहिँ अघिल्लो भिडियोमा हामीले पढिसकेका छौँ। आज चाहिँ आर्टिकल द लाई कन्टिन्यू गर्छौँ। आर्टिकल अ एन द बाट चाहिँ मैले पहिला पनि भनिसकेको थिएँ 3 मार्क्सको क्वेसन चाहिँ तपाईहरुलाई आउँछ र 3 मार्क्स मध्ये द बाट चाहिँ 1 मार्क्समा सोध्छ है त। त्यसैले यसको प्रयोग चाहिँ तपाईहरुले थाहा पाउनु पर्ने हुन्छ। सुरु गरौँ है त। आर्टिकल द, यसको एक्ज्याक्ट नेपाली मिनिङ चाहिँ छैन है। आर्टिकल भन्ने ग्रामर नेपालीमा हुँदैन, अङ्ग्रेजी व्याकरणमा मात्रै हो। त्यसैले यसको एक्ज्याक्ट नेपाली मिनिङ चाहिँ हुँदैन, तर हामीले खोज्यौँ भने काहीँ कतै उक्त भन्ने शब्द चाहिँ भनेको सुनिन्छ, तर त्यसको ठ्याक्कै नेपाली अर्थ चाहिँ होइन है। अब आर्टिकल द कस्तो ठाउँमा लाग्छ भन्ने कुरा हो। आर्टिकल द चाहिँ कुनै शब्द, नाम जसलाई स्पेसिफिक रूपमा तोकिएको छ, त्यसको नामै तोकेर भनिएको छ भने त्यस्ता शब्दहरूको अगाडि चाहिँ हामीले आर्टिकल द को प्रयोग गर्नुपर्छ। आर्टिकल द लाई चाहिँ हामीले नियम अनुसार राख्नुपर्ने हुन्छ के कस्तो किसिमको शब्दहरूसँग आर्टिकल द लगाउने र कस्तो किसिमको शब्दहरूसँग चाहिँ आर्टिकल द नलगाउने भन्ने कुरा हुन्छ है त। जस्तै व्यक्तिको, त्यसपछि गएर भाषा, त्यसपछि गएर देशको नामहरूको अगाडि चाहिँ आर्टिकल द लाग्दैन, थाहा पाइराख्नु होला। भने अब के कुराहरूको लागि अगाडि आर्टिकल द लाग्छ त हेरौँ है त। फर्स्ट नियम हेरौँ हामीले, बिफोर द युनिक नाउन भनेको छ। युनिक नाउनको अगाडि, युनिक नाउनलाई हामीले नेपालीमा अद्वितीय, जुन विश्वमा एउटा मात्रै हुन्छन् त्यस्तो चिज जसलाई नेचरले, जसलाई वातावरणले नै एउटा मात्रै बनाएको हुन्छ, मान्छेले अरू बनाउनु मिल्दैन। अद्वितीय भनेको एउटा मात्रै भएको नामहरूको अगाडि आर्टिकल द लाग्छ है। जस्तै हामीले हेर्यौँ, यसको इक्जाम्पलहरू हेर्दैछौँ। द स्काई, द अर्थ, द मुन, द स्टार्स, द वर्ल्ड, द युनिभर्स इटिसी भनेको छ। यिनीहरू चाहिँ विश्वमा एउटा मात्रै हुन्छ है। आकाश कतिवटा हुन्छ? एउटा मात्रै हुन्छ नि त। त्यसै गरी अर्थ भयो, मुन भयो, स्टार्स भयो, होल ग्रुप अफ स्टार्स भने है। त्यसै गरी वर्ल्ड, विश्व कतिवटा हुन्छ? एउटा मात्रै हुन्छ। त्यसै गरी युनिभर्स, यस्ता शब्दहरू चाहिँ एउटा मात्रै हुन्छन्, अद्वितीय हुन्छन्। त्यसैले यिनीहरूको अगाडि आर्टिकल द लगाउनु पर्यो। यिनीहरूको अगाडि आर्टिकल अ एन कहिले पनि लाग्दैन है त, थाहा पाइराख्नु होला। यहाँ एउटा सन छुटेको रहेछ, द सन, सूर्यको अगाडि पनि आर्टिकल द लाग्छ जहिले पनि, यो कुरा विचार गर्नु होला। त्यसपछि अब हामी अगाडि बढ्छौँ सेकेन्ड नम्बरको पोइन्टमा। सेकेन्ड नम्बरको पोइन्टले चाहिँ के भनिरहेको छ भनेपछि बिफोर म्युजिकल इन्स्ट्रुमेन्ट भनेको छ। म्युजिकल इन्स्ट्रुमेन्ट भनेको सङ्गीतको साधनको अगाडि, त्यस्ता साधनहरू जुनबाट चाहिँ हामीले म्युजिक निकाल्न सक्छौँ, सङ्गीत निकाल्न सक्छौँ, तिनीहरूको अगाडि पनि हामीले आर्टिकल द प्रयोग गर्नुपर्ने हुन्छ। जस्तै यसको इक्जाम्पल, द मादल, द गिटार, द भायोलिन, द ड्रम, द पियानो, द सनाई, द पञ्चेबाजा इटिसी। हेर्नुहोस् है, मादल, गिटार, भायोलिन, ड्रम, पियानो, सनाई, पञ्चेबाजा, यिनीहरू सबै चाहिँ सङ्गीतको साधनहरू हुन्। यिनीहरूबाट चाहिँ हामीले म्युजिक निकाल्न सक्छौँ। त्यसैले यिनीहरूको अगाडि चाहिँ आर्टिकल द लगाउनु पर्यो। जस्तै मादलको अगाडि तपाईँले कहिलेकाहीँ चाहिँ कस्तो क्वेसन सोधिदिन्छ भनेपछि हि इज प्लेइङ ... मादल भन्छ, अनि अप्सनमा चाहिँ अ एन द नथिङ दिएको हुन्छ। त्यो अवस्थामा चाहिँ अब मादल कन्सोनेन्ट साउन्डबाट सुरु हुन्छ भनेर प्रयोग गर्ने बित्तिकै बिग्रिन्छ है त। मादल म्युजिकल इन्स्ट्रुमेन्ट हो, त्यसैले त्यसको अगाडि चाहिँ आर्टिकल द लगाउनु पर्यो। र यहाँ दिएको उदाहरणहरू मात्रै होइन, विश्वमा जति पनि म्युजिकल इन्स्ट्रुमेन्ट छन् तिनीहरू सबैको अगाडि चाहिँ हामीले आर्टिकल द को प्रयोग गर्नुपर्ने हुन्छ है। त्यो कुरा ध्यान दिनु होला। अगाडि बढौँ हामी अब नेक्स्ट पोइन्टतिर। नेक्स्ट पोइन्टले के भन्छ भनेपछि बिफोर रिलिजियस एन्ड फेमस बुक्स भनेको छ है त। रिलिजियस भनेको धार्मिक, र फेमस भनेको प्रसिद्ध पुस्तकको नामको अगाडि, त्यो बुक भन्ने शब्दको अगाडि चाहिँ आर्टिकल अ लाग्छ। तर एकदम फेमस, प्रसिद्ध, विश्वभरि चलेको बुकहरू र रिलिजियस भनेको धर्मसँग सम्बन्धित किताबहरूको नामको अगाडि चाहिँ आर्टिकल द लाग्ने भयो। जस्तै यसको इक्जाम्पल्सहरू चाहिँ द
मुना मदन भन्ने त हामी सबैलाई थाहा छ, एकदम फेमस बुक हो नेपालको। यसको अगाडि चाहिँ हामीले आर्टिकल द प्रयोग गर्छौँ। त्यसै गरी रिच ड्याड पोर ड्याड भन्ने विश्वभरिको सबैभन्दा प्रसिद्ध किताब है, एकदम फेमस बुक हो। यसको अगाडि पनि हामीले आर्टिकल द प्रयोग गर्छौँ है। यिनीहरू फेमस बुक भए र यो फेमस बुकको नामको अगाडि चाहिँ हामीले आर्टिकल द प्रयोग गर्नुपर्ने हुन्छ। त्यसपछि गएर अर्को रहेको छ धार्मिक ग्रन्थ है। धार्मिक किताब भनेको धर्मसँग सम्बन्धित किताबहरूको अगाडि पनि आर्टिकल द, जस्तै द गीता, गीता भन्नुको अर्थ भागवत गीता भन्नु खोजेको है। गीताको अगाडि पनि आर्टिकल द, कुरानको अगाडि पनि आर्टिकल द, बाइबल, त्रिपिटक, रामायण, यिनीहरू चाहिँ सबै धार्मिक पुस्तकहरू हुन् है, धार्मिक पुस्तकहरू हुन् र यिनीहरूको अगाडि चाहिँ हामीले आर्टिकल दको प्रयोग गर्नुपर्ने हुन्छ। त्यसपछि अब जान्छौँ हामीहरू नेक्स्ट पोइन्टतिर, बिफोर अर्डिनल नम्बर्स प्लस नाउन भनेको अर्डिनल नम्बर भन्दा पछाडि नाउन आउनु पऱ्यो है त। जस्तै अर्डिनल नम्बर भनेको के हो त्यतातिर जाउँ पहिला। अर्डिनल नम्बर भनेको क्रमवाचक सङ्ख्याहरू भनेको छ। क्रमवाचक सङ्ख्याहरू भनेको चाहिँ जस्तै नेपालीमा हामीले प्रथम, द्वितीय, तृतीय, अन्तिम भन्छौँ हो, त्यस्तै अङ्ग्रेजीमा नि फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थ, फिफ्थ भन्ने चलन छ। त्यसलाई चाहिँ अर्डिनल नम्बर्स भनिन्छ। अनि यसको चाहिँ ठ्याक्कै अपोजिट कार्डिनल नम्बर्स हुन्छ, 1 2 3 4 भन्छौँ हामीहरूले, त्यो चाहिँ कार्डिनल नम्बर्स हो। त्यही 1 2 3 4 लाई फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थ गरायौँ भने हामीहरूले त्यो चाहिँ अर्डिनल नम्बर्स हुन्छ। र सेन्टेन्समा यदि अर्डिनल नम्बरको प्रयोग भएको छ भने र त्यसको पछाडि नाउन छ भने तिनीहरूसँग चाहिँ जहिले पनि आर्टिकल द प्रयोग गर्नु पर्यो। जस्तै द फर्स्ट, अनि पछाडि पेज भन्ने नाउन हो नि त, द फर्स्ट पेज, द सेकेन्ड बोय, द 10th लाइन, द लास्ट स्टोरी, इटिसी। तपाईँले के कुरा ध्यान दिनुहोस् भनेपछि फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थ, मिडल, 10th, लास्ट देख्ने बित्तिकै यिनीहरूको अगाडि चाहिँ आर्टिकल द प्रयोग गर्नु होला है। यसपछि हाम्रो अर्को रहेको छ बिफोर द नेम अफ न्युज पेपर्स, पत्र पत्रिकाको नामको अगाडि जुनसुकै पत्र पत्रिका भए तापनि त्यो पत्रिकाहरूको नामको अगाडि चाहिँ हामीले जहिले पनि आर्टिकल द प्रयोग गर्नुपर्ने हुन्छ। फेरि याद राख्नुहोस्, न्युज पेपर भन्ने शब्दको अगाडि चाहिँ होइन है, न्युज पेपर भन्ने शब्दको अगाडि चाहिँ आर्टिकल नै लाग्छ। तर न्युज पेपरको नाम, पत्रिकाको नाम तोक्ने बित्तिकै त्यो चाहिँ स्पेसिफिक हुन्छ, त्यसैले तिनीहरूको अगाडि चाहिँ आर्टिकल द लाग्ने भयो। जस्तै द मर्निङ पोस्ट, द कान्तिपुर डेली, द सुधा सागर, द गोर्खापत्र, द राष्ट्रिय दैनिक, इटिसी। यिनीहरू चाहिँ पत्रिकाको नामहरू हुन् र यिनीहरूको अगाडि चाहिँ हामीले आर्टिकल दको प्रयोग गर्नुपर्ने हुन्छ। ल नेक्स्ट पोइन्टमा छौँ हामीहरू बिफोर द डिरेक्सन एन्ड पोल, दिशा र ध्रुवको अगाडि भनेको छ। दिशा भनेको चाहिँ डिरेक्सन र पोल भनेको चाहिँ ध्रुव है। यिनीहरूको अगाडि जहिले पनि आर्टिकल द, जस्तै द इस्ट, द वेस्ट, द साउथ, द नर्थ, द साउथ पोल, द नर्थ पोल, इटिसी। इटिसी भन्दा नि यति 6वटा नै हो। दिशा चाहिँ 4वटा, ध्रुव चाहिँ 2टा, साउथ पोल र नर्थ पोल, अनि 4वटा दिशाको अगाडि चाहिँ हामीले आर्टिकल द प्रयोग गर्नु पर्यो है त। इस्ट, वेस्ट, साउथ, नर्थको अगाडि जहिले पनि आर्टिकल द एन लगाउने बित्तिकै बिग्रिन्छ। त्यसपछि गएर अर्को नम्बरमा हेरौँ, बिफोर द पोस्ट एन्ड टाइटल अफ पर्सन भनेको छ मान्छेको पदको अथवा उपनामको अगाडि चाहिँ हामीले आर्टिकल द प्रयोग गर्नु पर्यो। जस्तै द प्राइम मिनिस्टर, प्राइम मिनिस्टर भने एउटा उच्च पद हो नि त, त्यसको पदको अगाडि पनि आर्टिकल द। प्रेसिडेन्ट, प्रेसिडेन्ट भनेको राष्ट्रपति, राष्ट्रपतिको अगाडि पनि आर्टिकल द। द म्यानेजिङ डिरेक्टर, म्यानेजिङ डिरेक्टर भनेको कहिलेकाहीँ चाहिँ एमडी पनि भनिदिनु सक्छ। यो म्यानेजिङ डिरेक्टरको अगाडि पनि आर्टिकल द है। त्यसै गरी द प्रिन्सिपल, स्कुलको प्रिन्सिपल भयो, सिइओ भयो है। अनि यिनीहरू चाहिँ सबै पदहरू हुन्। तर यो द मिस वर्ल्ड भन्ने चाहिँ के हो त, उपनाम हो है। यस्तो उपनामहरूको अगाडि पनि आर्टिकल दको प्रयोग गर्नुपर्ने हुन्छ, थाहा पाइराख्नु होला। अब पोइन्टमा छौँ हामीहरू बिफोर नेसनालिटिज। नेसनालिटिज भनेको राष्ट्रियता है। हामीले राष्ट्रियताको अगाडि पनि आर्टिकल द प्रयोग गर्नुपर्छ। कस्तो केसमा भनेपछि यिनीहरूले
नेप्लिज होल ग्रुप अफ पिपलको बारेमा कुरा गरिरहेको छ भने त्यस्तो अवस्थामा चाहिँ हामीले आर्टिकल दको प्रयोग गर्नुपर्ने हुन्छ। जस्तै डट नेप्लिज आर हेल्पफुल भन्यो भने होल ग्रुप अफ नेपालीलाई जनायो नि त त्यसले, त्यसैले त्यसको अगाडि आर्टिकल द नेप्लिज आर हेल्पफुल हुने भयो है त। यसरी चाहिँ नेप्लिज, चाइनिज, अमेरिकन, इन्डियन जस्ता शब्दहरूको पछाडि चाहिँ हामीले आर्टिकल दको प्रयोग गर्नुपर्ने हुन्छ। अर्को पोइन्टमा छौँ हामीहरू बिफोर द नेम अफ पोलिटिकल पार्टिज होइन, सोसियल ग्रुप, कास्ट भनेको चाहिँ पोलिटिकल पार्टी भनेको राजनीतिक दल, सामाजिक समूह भनेको सोसियल ग्रुप र जातिको अगाडि चाहिँ हामीले आर्टिकल द प्रयोग गर्नुपर्ने रहेछ। जस्तै द युएमएल भनेको एमाले भन्छौँ नि हामीहरूले, त्यो एमालेको अगाडि आर्टिकल द माओइस्ट भनेको माओवादीको अगाडि पनि आर्टिकल द। त्यसपछि गएर द नेपाली कङ्ग्रेसको अगाडि पनि आर्टिकल द प्रयोग हुने भयो, किनकि यिनीहरू राजनीतिक दलको नाम हो। जस्तै अब रासोपा छ, त्यसै गरी राप्रपा छ, सामाजिक समाजवादी पार्टी छ, तिनीहरूको नामको अगाडि पनि आर्टिकल द लाग्ने भयो है। अर्को पोइन्टमा छौँ हामीहरू द मोटेग्याङ नेपाल भनेको छ, यो चाहिँ सामाजिक समूह हो है त। सामाजिक समूहको अगाडि पनि आर्टिकल द प्रयोग हुन्छ। त्यसै गरी जातिको अगाडि जनजाति, ब्राह्मण यिनीहरूको अगाडि पनि आर्टिकल द प्रयोग गर्नुपर्ने हुन्छ। अब छौँ हामीहरू नेक्स्ट पोइन्टमा, अन्तिमतिर छौँ बिफोर द नेम अफ रिभर्स, लेक्स, पोन्ड्स, ओसियन्स, क्यानल्स, डेजर्ट्स, फेमस बिल्डिङ्स भनेको छ नदी, ताल, पोखरी, समुद्र, हिमाल, नहर, मरुभूमि, प्रसिद्ध भवन आदिका नामको अगाडि आर्टिकल द प्रयोग हुने रहेछ भन्ने कुरा थाहा पाउनु पर्यो। यसको इक्जाम्पल हेरौँ, जस्तै रिभर, नदीको इक्जाम्पल चाहिँ कर्णाली रिभर भन्ने बित्तिकै त्यसको अगाडि चाहिँ आर्टिकल द लाग्ने भयो। त्यसै गरी अब कोशी रिभर होइन, नेपालमा कतिवटा रिभरहरू छन्, त्यो रिभरहरूको अगाडि चाहिँ आर्टिकल द। तर याद राख्नुहोस् RIVER रिभर भनेको नदी हो, यो रिभर भन्ने शब्दको अगाडि आर्टिकल भर्नु पर्यो भने चाहिँ आर्टिकल अ हुन्छ। तर यही रिभरको अगाडि चाहिँ नाम तोकिदियो, यसको नाम, नदीको नाम आउने बित्तिकै त्यसको अगाडि चाहिँ आर्टिकल दको प्रयोग गर्नु पर्यो है त। द कर्णाली रिभर, द कोशी रिभर हुने भयो। त्यसपछि गएर अर्को रहेको छ हाम्रो लेक भनेको तालको नामको अगाडि पनि आर्टिकल द, जस्तै रारा लेक, फेवा लेक यिनीहरूको अगाडि आर्टिकल द प्रयोग गर्नु पर्यो भनेको छ। अर्को रहेको छ हाम्रो पोन्ड्स भनेको पोखरी, यो पोखरीको अगाडि पनि आर्टिकल द। जस्तै यसको उदाहरण हेऱ्यौँ हामीहरूले रानी पोखरी है त। त्यसपछि गएर अर्को रहेको छ हाम्रो ओसियन, समुद्रको नाम तोक्ने बित्तिकै यसको अगाडि चाहिँ आर्टिकल द हुने भयो। जस्तै यसको उदाहरण द पेसिफिक ओसियन। त्यसपछि गएर अर्को हिमालको नामको अगाडि भनेको छ, हिमालको नामको अगाडि आर्टिकल द माउन्ट एभरेस्ट, द सगरमाथा, द कञ्चनजङ्घा होइन, यिनीहरूको अगाडि चाहिँ आर्टिकल द प्रयोग गर्नु पर्यो हिमालको नाम आउने बित्तिकै। तर माउन्टेन मात्रै भनेको छ भने चाहिँ माउन्टेन हुने भयो है। तर त्यही माउन्टेनको साइडमा त्यो माउन्टेनको नाम तोकिएको छ, जस्तै माउन्ट एभरेस्ट, माउन्ट सगरमाथा, माउन्ट कञ्चनजङ्घा भनेको छ भने त्यसको अगाडि चाहिँ आर्टिकल द हुने भयो है त। अर्को हेरौँ द गण्डकी क्यानल, नहरको नामको अगाडि पनि आर्टिकल द। त्यसपछि गएर द सहारा डेजर्ट, मरुभूमिको नामको अगाडि पनि आर्टिकल द। त्यसै गरी अर्को हामीले के भनेको थियौँ लास्टमा, प्रसिद्ध भवनको नामको अगाडि, एकदम फेमस बिल्डिङ्सहरूको नामको अगाडि पनि आर्टिकल द हुन्छ। द धरहरा, द ताजमहल है, यिनीहरू एकदम फेमस बिल्डिङ्सहरू हुन् नि त, यिनीहरूको अगाडि पनि हामीले आर्टिकल द। यसको उदाहरणहरू एकदमै धेरै हुन सक्छन्, यो कुरा विचार गर्नु होला। तर यो यस्ता शब्दहरू आउने बित्तिकै तिनीहरूको अगाडि चाहिँ आर्टिकल द प्रयोग गर्नु होला।
ओके, हाम्रो यसपछि अर्को पोइन्ट रहेको छ बिफोर सुपरलेटिभ अफ एडजेक्टिभ्स भनेको छ विशेषणको अगाडि भन्न खोजेको। विशेषण त विशेषण, पहिला कुरा हामी चाहिँ यसको बारेमा चाहिँ अलिकति बुझ्नुपर्ने हुन्छ। विशेषण भनेको के हो भन्ने कुरा बुझौँ है त। पहिला विशेषण भनेको कुनै पनि नामको विशेषता जनाउने शब्दलाई चाहिँ हामीले विशेषण भन्छौँ। त्यो विशेषता पनि हुन सक्यो, त्यसको चाहिँ दोष पनि हुन सक्यो, गुण पनि हुन सक्यो, त्यसको रङ्ग पनि हुन सक्यो। तिनीहरू सबै चाहिँ के हुन् त विशेषणहरू हुन्। नेपालीमा चाहिँ हामीले विशेषणको गुणबोधक विशेषण, परिमाणबोधक भनेको जस्तै अङ्ग्रेजीमा चाहिँ अलिकति फरक हिसाबले पढ्नुपर्ने हुन्छ है। अङ्ग्रेजीमा चाहिँ यसको 3टा डिग्री पढ्नुपर्ने हुन्छ, पोजिटिभ डिग्री, कम्पेरेटिभ डिग्री र सुपरलेटिभ डिग्री। यो 3टा डिग्रीहरू चाहिँ राम्रोसँग बुझौँ है त। विशेषणका इक्जाम्पल्सहरू चाहिँ हाम्रो यता साइडमा रहेका छन्। यो स्मल, बिग, फास्ट भन्ने जस्तो शब्दहरू चाहिँ हाम्रो विशेषणहरू हुन्। यिनीहरू चाहिँ विशेषणहरू हुन्। यिनीहरूको चाहिँ 3टा फर्महरू हुन्छन् है त। जस्तै स्मलको के हुने भयो त स्मलर हुने भयो, त्यसपछि गएर स्मलरको अर्को के फर्म हुने भयो त स्मलेस्ट हुने भयो। यिनीहरू कस्ता कस्ता हुन् भन्ने कुरा। पोजिटिभ डिग्रीले चाहिँ के जनाउँछ भने चाहिँ नर्मल सामान्य किसिमको विशेषणहरूलाई जनाउँछ। जस्तै स्मल, बिग, ब्युटिफुल भन्ने जनाउँछ पोजिटिभ डिग्रीले। यिनीहरूको अगाडि चाहिँ हामीले आर्टिकल के प्रयोग गर्नुपर्छ भनेपछि यिनीहरूको पछाडि नाउन आउनु पर्यो है। जस्तै स्मल हाउस भन्यो भने स्मल प्लस नाउन आयो भने यिनीहरूको अगाडि चाहिँ आर्टिकल अ अथवा एन प्रयोग गर्ने पर्ने हुन्छ नर्मल एडजेक्टिभको अगाडि है। त्यो कुरा तपाईँले राम्रोसँग थाहा पाउनु होला। स्मल हाउस, बिग बोय, फास्ट बर्ड यस्ता शब्दहरू यिनीहरूको पछाडि नाउन आयो भने यिनीहरूसँग चाहिँ आर्टिकल अ र एन मात्रै प्रयोग गर्ने हो। यो कुरा थाहा पाउनु होला। त्यसपछि अर्को छ यिनीहरूकै फर्म कम्पेरेटिभ डिग्री। स्मलको नेपाली अर्थ चाहिँ सानो भन्ने हुन्छ र कम्पेरेटिभ डिग्रीमा स्मललाई चाहिँ हामीले स्मलर भन्छौँ र यसको नेपाली अर्थ चाहिँ भन्दा सानो भन्ने हुन्छ। स्मलरले चाहिँ कुनै पनि वस्तुसँगलाई अर्को वस्तुसँग कम्पेयर गर्ने बेलामा चाहिँ हामीले स्मलरको प्रयोग गर्छौँ। जस्तै दिस हाउस इज स्मलर देन द्याट हाउस, यो घर त्यो घरभन्दा सानो छ भन्दाखेरिमा चाहिँ हामीले स्मलरको प्रयोग गर्छौँ। यो स्मलरको अगाडि चाहिँ प्रायःजसो चाहिँ आर्टिकल प्रयोग हुँदैन, कहिलेकाहीँ चाहिँ आर्टिकल दको प्रयोग हुनसक्छ, त्यतातिर हामी धेरै जाँदैनौँ। यसको एउटा उदाहरण भनिहालेँ, द मोर यु लाफ द मोर यु लिभ भन्ने चाहिँ एउटा वाक्य रहेको छ। त्यस्तो अवस्थामा चाहिँ यसको अगाडि प्रयोग हुन्छ, नत्र नर्मल्ली हामीले चाहिँ यसको अगाडि प्रयोग गर्दैनौँ है। अब हेरौँ फेरि त्यो स्मलरको सुपरलेटिभ फर्म के छ भनेपछि स्मलेस्ट भन्ने छ होइन। यो स्मलेस्ट भन्ने छ। स्मलेस्ट प्लस अब अरू कुनै नाउन आउनुपर्छ है। फेरि स्मलेस्टसँग मात्रै चाहिँ कहिले पनि लाग्दैन। स्मलेस्ट प्लस नाउन भयो भने त्योसँग चाहिँ हामीले आर्टिकल THE दको प्रयोग गर्नुपर्ने हुन्छ सधैँ है, एकचोटि मात्र होइन। जस्तै स्मलेस्ट बोय भन्यो भने त्यसको अगाडि चाहिँ आर्टिकल द लगाउनु पर्यो है त। यो एडजेक्टिभको सुपरलेटिभ फर्मसँग चाहिँ जहिले पनि आर्टिकल द। जस्तै बिगसँग चाहिँ बिग हाउस भन्यो भने चाहिँ आर्टिकल अ प्रयोग हुने भयो भने बिगेस्ट हाउस भन्यो भने चाहिँ त्यसको अगाडि आर्टिकल द। किन द भनेपछि यसको नेपाली अर्थ चाहिँ सबैभन्दा भन्ने हुन्छ है त। त्यसैले त्यसपछि गएर अर्को रहेको छ हाम्रो फास्टेस्ट। फास्टेस्ट भनेको पनि नेपाली अर्थ सबैभन्दा छिटो। मोस्ट ब्युटिफुल छ, ब्युटिफुल, मोर ब्युटिफुल, मोस्ट ब्युटिफुल है त। ब्युटिफुल भनेको राम्री अथवा राम्रो, सुन्दर पनि हुन्छ है। मोर ब्युटिफुल भनेको भन्दा सुन्दर अथवा सुन्दरी। त्यसपछि गएर मोस्ट ब्युटिफुल भनेको चाहिँ सबैभन्दा राम्रो अथवा राम्री अथवा सुन्दर अथवा सुन्दरी हुन्छ है त। मोस्ट ब्युटिफुलको अगाडि चाहिँ हामीले आर्टिकल दको प्रयोग गर्नुपर्ने हुन्छ। ब्युटिफुल मात्रै आयो भने जस्तै ब्युटिफुल गर्ल भन्यो भने चाहिँ आर्टिकल अ अथवा एन प्रयोग गर्नु पर्यो। तर मोस्ट ब्युटिफुल गर्ल भन्यो भने चाहिँ त्यसको अगाडि चाहिँ आर्टिकल द प्रयोग गर्नु पर्यो। यो दुईटाको फरक चाहिँ त्यो छ है त। नर्मल एडजेक्टिभसँग आर्टिकल अ अथवा एन वाक्य अनुसार भने सुपरलेटिभ फर्म अफ एडजेक्टिभसँग चाहिँ हामीले आर्टिकल
द प्रयोग गर्नु पर्यो। यसलाई चाहिँ स्क्रिनसट राख्नु होला अथवा कपीमा सार्नु होला। मैले यहाँ दिएको छु। यो शब्दहरूसँग चाहिँ आर्टिकल द, जस्तै ब्याडसँग चाहिँ ब्याड बोय भने चाहिँ अ ब्याड बोय हुने भयो। तर वर्स्ट बोय भने चाहिँ द वर्स्ट बोय हुने भयो है त यसको। त्यसै गरी टलको छ, वर्ल्डको छ, ओल्डेस्टको छ। यिनीहरूको अगाडि चाहिँ ओल्डको अगाडि आर्टिकल एन लाग्छ भने ओल्डेस्टको अगाडि चाहिँ आर्टिकल द। तर यिनीहरूको पछाडि चाहिँ जहिले पनि केही न केही नाउनहरू हुन पर्यो है। सुपरलेटिभ फर्म अफ एडजेक्टिभसँग आर्टिकल दको प्रयोग हुन्छ। अर्कोमा छौँ हामीहरू बिफोर रिपिटेड नाउन भनेको छौँ। रिपिटेड नाउन भनेको नाम दोहोरिएमा भनेको चाहिँ एकदम महत्त्वपूर्ण पोइन्ट छ, बुझ्नु होला। फर्स्टमा चाहिँ हामीले एउटा लाइन लेख्यौँ, त्यसपछि यहाँ फुल स्टप दिएको छ र फेरि अर्को वाक्य दिएको छ है त। यो वाक्यमा आई हेभ अ डग भन्ने शब्दमा चाहिँ यो डग पहिलो नामको रूपमा आएको छ होइन। यो डग चाहिँ नाउन वान आयो भनेपछि, एकचोटि आयो भनेपछि फेरि त्यही वाक्य त्यही प्याराग्राफमा चाहिँ यो डग फेरि दोहोरिएको छ, दुईचोटि आएको छ है। दुईचोटि आउने बित्तिकै यो चाहिँ नाउन रिपिट भयो। नाउन रिपिट हुने बित्तिकै हामीले आर्टिकल के प्रयोग गर्नुपर्ने हुन्छ त। फर्स्टको लाइनमा चाहिँ अ डग भनेको थियौँ भने सेकेन्डको लाइनमा चाहिँ द डग इज बिग भनेर भन्नुपर्ने हुन्छ। डिफ्रेन्स हेर्नु होला यसको दुईटाको बिचमा। किन दुईटाको बिचमा डिफ्रेन्स भयो भनेपछि नाउन रिपिट भयो त्यसैले है त। अर्को यसको दोस्रो उदाहरण रहेको छ सी बाइज अ पेन, उनले एउटा कलम खरिद गर्छिन् भनेर भनेको छ। अब दोस्रो लाइन भन्नु पर्दाखेरिमा चाहिँ हामीले फेरि के भन्छौँ, द पेन राइट्स ब्ल्याक इन कलर भनेको छ। यहाँ पनि फेरि हेर्नुहोस् त, एकपटक पेन आयो, दोस्रो पटक फेरि पेन आयो। नाउन रिपिट भएपछि हामीले चाहिँ पहिलोपटक चाहिँ अ प्रयोग गऱ्यौँ, दोस्रो पटक चाहिँ द प्रयोग गरेको छौँ। बिकज नाउन रिपिट हुने बित्तिकै त्यो चाहिँ स्पेसिफिक हुन जान्छ, तोकिएको हुन जान्छ। त्यसैले त्यसको अगाडि चाहिँ आर्टिकल द प्रयोग गर्नुपर्ने हुन्छ। अब केही अरू यसमा छुटेको पोइन्टहरू छन्, जस्तै युके, युएई, युएसए को अगाडि चाहिँ आर्टिकल दको प्रयोग गर्नु पर्यो, किनकि यिनीहरू संयुक्त राज्यहरू हुन्, मिसिएर 4वटा 5वटा कन्ट्रीहरू मिसिएर बनेको राज्यहरू हुन्। त्यसैले यिनीहरूको अगाडि चाहिँ आर्टिकल द, तर देशको नामको अगाडि चाहिँ आर्टिकल लाग्दैन। त्यसपछि गएर इन्भेन्सन्सको कम्प्युटर होइन, मोबाइलहरूको होल ग्रुप अफ मोबाइलको बारेमा, होल ग्रुप अफ कम्प्युटरको बारेमा भनौँ न, इन्भेन्सनको बारेमा कुरा गर्दैछौँ भने त्यो अवस्थामा चाहिँ हामीले आर्टिकल दको प्रयोग गर्नु पर्यो। त्यसपछि इक्वेटर, लङ्गिट्युड भनेको छ, यिनीहरूको अगाडि पनि हामीले आर्टिकल दको प्रयोग गर्छौँ। एन्ड द्याट्स अल फर टुडे। दिस इज द गौतमजी। तपाईँलाई भिडियो कस्तो लाग्यो, यसमा केही सल्लाह सुझाव छ भने दिनुहोला। बेस्ट अफ लक। थ्याङ्क यू अल अफ यू। राम्रोसँग पढ्नुहोस्, मेहनत गर्नुहोस्, नयाँ कन्टेन्ट छिट्टै आउँछ।